सेवा सबैमा तपाईहरुको दशैं कस्तो रह्यो? मेरो चाहिँ एकदम झक्कास रह्यो यसपालि। आशा राख्दछु तपाईहरुलाई दशैंको मासुले यसपालि केही पनि भएन र म पनि यहाँ सन्चै छु। जहाँ जुन घरमा गए पनि मासु मात्रै दिने है। मासु खाँदा यस्तो भयो कि आज चाहिँ मलाई करेन्ट चाउचाउ बनाएर खानु मन लाग्यो, त्यही भएर करेन्ट चाउचाउ बनाएर खाँदै। करेन्ट चाउचाउको रेसिपी भनेर चाहिँ भन्दिनँ, तर मलाई खानु मन लागेको भएर म तपाईहरुसँग शेयर गरेको। हामी मतुवालीको चाहिँ एकदम धेरै मासु चाहिँ सुँगुरको मात्रै चलाउने के, जहाँ पनि सुँगुर मासु खाँदा वाक्कै न्याक्का भयो क्या। झन् पहिला सानोको गाउँको यसो याद गर्छु है। गाउँमा त झन् प्याराङ्गोमा सुँगुरको मासु बोकेर आउने कि सबैले गनाइ गएको बोक्नुपर्ने। हामी पनि माउलतिर जाँदा त्यसरी बोकेर जान्थ्यो। अहिले सम्झ्दा चाहिँ किन त्यस्तो गर्नु परेको होला जस्तो लाग्छ, तर पनि हाम्रो कल्चर त्यसले बचाएर राख्नुपर्छ। सुँगुरको मासु बोकेर जानु पर्यो अनि माउले जाँदा चाहिँ भान्जा भान्जी भनेर पैसा दिने, दाजुभाइपट्टि चाहिँ टिका लाउँछ पैसै नदिने के। अहिले सम्झिँदा चाहिँ हाँस पनि उठ्छ, रमाइलो पनि लाग्छ। त्यति बेला सानोमा चाहिँ हामीलाई किन छुटाएको होला जस्तो लाग्थ्यो। अनि हाम्रो घरमा पनि छोरी मान्छे धेरै पैसा दिन्थे, हामी छोरालाई चाहिँ दिनुहुन्न थियो। अनि के गरेको होला जस्तो लाग्छ। नि हाम्रो घरमा चाहिँ बच्चा बन्दालाई म मात्र थिएँ, अनि बन्दालाई चाहिँ टिका लगाएर पैसा दिनुहुन्थ्यो, मलाई चाहिँ दिनुहुन्न थियो। अनि म चाहिँ आँखाभरि आँसु पारेर बस्थेँ। यो कुरा चाहिँ अहिले बन्दाले सेयर गर्छ कि। मेरो गन्थन मन्थनलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।